सम्पूर्ण सिन्धुपाल्चोकवासी आमा बुबा दाजुभाइ दिदीबहिनी तथा साथीभाइहरूमा म प्रतीक लामिछानेको तर्फबाट हार्दिक अनुरोध गर्दछु। म यस जिल्लाको एक सामान्य नागरिकको हैसियतले बोल्दैछु। अब आउने निर्वाचनमा हामीले यस्तो योग्य जनप्रतिनिधि छान्नुपर्नेछ जसले हाम्रो सिन्धुको भविष्य रेखा कोर्नेछ। अब आउने निर्वाचनको लागि हामी सिन्धुपाल्चोकवासीमा रहेका तमाम नागरिकले, योग्य नागरिकले जसको नाम निर्वाचन आयोगमा दर्ता छैन, मतदाता नावलीमा दर्ता छैन, त्यसको लागि अब समयमा नै निर्वाचन आयोगमा गएर आफ्नो नाम दर्ता गर्नका लागि हार्दिक अनुरोध गर्दछु। हामी नागरिकको कर्तव्य, मताधिकारको प्रयोग गर्न पनि हाम्रो कर्तव्य हुन जान्छ। आजसम्म हामीले जे जस्ता जनप्रतिनिधिहरू सिन्धुपाल्चोकबाट जिताएर पठायौँ, के कस्ता गतिविधि गरे, के कस्ता काम गरे, त्यो हामीले हेरिरहेका छौँ। अब चुनिने जनप्रतिनिधि कस्तो चुन्ने भन्ने त्यो तपाईँ हाम्रै हातमा आइसकेको छ, चाँडै नै आउँदैछ। अब आउने निर्वाचनमा हामीले चुनिएका जनप्रतिनिधिहरूले अब सिन्धुपाल्चोकको अवस्था कस्तो बनाउने भन्ने कुरा राख्दछ। त्यसैले गर्दा अब हामीले जिताएर पठाउने जनप्रतिनिधिहरू योग्य, क्षमतावान जनप्रतिनिधिलाई हामीले जिताएर पठाउनु पर्ने हुन्छ। हाम्रो एक भोटले गर्दाखेरि अयोग्य जनप्रतिनिधिहरूले जित्न पुगे भने हामीले पछुताउनु र टाउकोमा हात राख्नु बाहेक केही हामीसँग हुने छैन। त्यसैले उमेर पुगेका योग्य नागरिकले सम्पूर्णले आफ्नो मताधिकारको प्रयोगको लागि नाम दर्ता छैन भने समयमा नै निर्वाचन आयोगमा गएर आफ्नो नाम दर्ता गर्नुहोला। अब हाम्रो भविष्य कस्तो बनाउने भन्ने कुरा हामीले छान्ने जनप्रतिनिधिमा भर पर्छ। अब जनप्रतिनिधि सही र योग्य परेमा सिन्धुको मुहार फेरिनेवाला छ र परेन भने हामीले पछुताउनुको सिवाय विकल्प छैन। हामीले यसले गरेन उसले गरेन भन्दा पनि अब गर्ने खालको जनप्रतिनिधिलाई ठाउँमा पुर्याउने समय आएको छ। देशको विषम परिस्थितिमा छ। यो परिस्थितिबाट गुज्रिँदै गर्दा अब आउने निर्वाचनमा अब हामीले छानिएर पठाएका व्यक्ति यस्तो छान्न पर्ने छ कि जसले हामीलाई छानेकोमा गर्व महसुस होस्। जनप्रतिनिधि होस् त सिन्धुको जस्तो भन्ने खालको हामीले जनप्रतिनिधि छानेर पठाउनु पर्नेछ। निर्वाचन आयोगले कसले उम्मेदवारी परे भनेर निर्वाचन मतदान हुनुभन्दा केही दिन यतै अपडेट गराउनेछ र हामीले ती व्यक्तिका ब्याकग्राउन्डदेखिबाट कुन अवस्थाको मान्छे, कसलाई जिताउँदा ठिक हुन्छ, एकदम सोच विचार गरेर बरु एक रात नसुत्दाखेरि सधैँभरिलाई राम्रो हुन्छ भने बरु एक रात नसुत्ने। तर अब हामीले जिताएर पठाउने जनप्रतिनिधिहरू यस्तो योग्य र क्षमतावान हुन् कि ताकि आफूले आफैलाई जिताएकोमा गर्व महसुस होस्। नातावाद कृतावादमा भन्दा माथि उठेर योग्य र सक्षम क्षमतावान जनप्रतिनिधि चुन्ने समय अब छिट्टै आउँदैछ। यसको हामीले दुरुपयोग गर्यौँ भने हामीले सधैँ पछुताउने मात्रै काम हुनेछ। त्यही भएर यो पछुतो हुनबाट जोगिनका लागि हामी समयमै संयमित भएर योग्य क्षमतावान जनप्रतिनिधिलाई ठाउँमा पुर्याउनु पर्नेछ। सिन्धुपाल्चोकमा विगतमा कसले के कस्ता गतिविधि गरे, कति विकास गरे, त्यो समयक्रममा सबैले देख्दै गएकै छन्। अब छानिने जनप्रतिनिधि चाहिँ यस्तो छान्न पर्नेछ कि जसले सिन्धुको मुहार फेरोस्। विकास त सिन्धुपाल्चोकको जस्तो होस् भन्ने एउटा उदाहरण बनोस्। विकास त देशको सम्पूर्ण जिल्ला हुन आवश्यक छ। जिल्ला जिल्ला गरेर देशको विकास हुने हो। सिन्धुपाल्चोकको जस्तै अरू जिल्लाले पनि सम्पूर्ण जिल्लावासी, देशवासीले योग्य र क्षमतावान जनप्रतिनिधि छान्न पर्नेछ। जिल्ला मात्रै बनेर हुँदैन, देशै बन्नुपर्छ। वास्तवमा चाहिँ जिल्ला
को विकास भएपछि देशको विकास स्वत आफै हुनेछ। आफ्नो जिल्लाको विकास गर्नको लागि आफ्नै जनप्रतिनिधि योग्य हुन अति आवश्यक छ। योग्य जनप्रतिनिधि ठाउँमा पुग्दाखेरि हुने परिवर्तनहरू 2-4 ठाउँमा उदाहरणहरू देखिसकेको छ। अब पनि हामीले योग्य जनप्रतिनिधि चाहिँ छान्नबाट चुक्यौँ भने यो समयमा यतिको टेक्नोलोजीको जमाना, यत्रो सामाजिक सञ्जालदेखिबाट अहिले हामीले हरेक कुराहरू चाहिँ घरमा बसेर, कोठामा बसेर, मोबाइल ल्यापटपमा हेर्न पाउने समय छ। यो समयमा पनि हामीले बुझेर सोचविचार गरेर निर्णय लिइएन भने चाहिँ अब हामीले पछुताउनु पर्नेछ। आजसम्म जे जति गल्ती भए तिनीहरूलाई सुधार्दै अब गल्ती नदोहोरिने गरी हामीले अब आफ्नो मताधिकारको प्रयोग गर्नुपर्नेछ। हामीले अब कुनै पनि राम्रो कामको समर्थन, नराम्रो कामको विरोध गर्नै पर्छ। खुट्टा तान्ने प्रवृत्तिलाई विकास गरेर हात तान्नेतिर चाहिँ जानुपर्छ। अब माथि चढाएर खुट्टा तान्दाखेरि त तल झार्ने भए, अब माथि लाग्यो भने चाहिँ अनि सबै माथि जानेतिर लाग्छ। त्यही भएर खुट्टा होइन, हात तान्नेतिर चाहिँ अगाडि बढ्नुपर्छ। र हामीमा भएका सोचमा पनि अलिकति परिवर्तन गर्न देखेको छु। सबैमा नहोला, मैले गर्दा त्यसलाई फाइदा हुन्छ भने किन गर्ने, त्यतातिर होइन। मैले गर्दा अर्कोलाई राम्रो हुन्छ, फाइदा हुन्छ भने त्यो गर्नतिर चाहिँ लाग्नुपर्छ। हाम्रै नेपाली दाजुभाइलाई सुख हुन्छ भने हामीले केही गर्दाखेरि अरूलाई सुख हुन्छ, राम्रो हुन्छ भने त्यो राम्रो काम गर्नबाट हामी पछि पर्नु हुँदैन। व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देश, जनता र सामाजिक हितका लागि हामीले कदम चाल्नुपर्नेछ। हामीले हाम्रो एक मतले गर्दा अयोग्य जनप्रतिनिधि चुनिन पुगेमा हामीलाई पश्चाताप र टाउकोमा हात राख्नु बाहेक हामीसँग विकल्प हुने छैन। त्यही भएर आफ्नो एक मत दिँदाखेरि एकदम सोचविचार गरेर योग्य प्रतिनिधिहरूलाई मतदान गर्नको लागि मेरो व्यक्तिगत तर्फबाट हार्दिक अनुरोध गर्दछु। म एक सामान्य नागरिक हुँ। म आजसम्म धेरै कुराहरू हेरेँ, बुझेँ। म त्यति सामाजिक सञ्जालमा यसरी सार्वजनिक सभामा त्यति बोल्ने त गरेको छैन। तर यसरी नबोली बस्नु पनि ठिक जस्तो लागेन। यसो मैले 2-4 दिन यो तिहारको माहौलमा यसो मनमा सोचेँ, होइन, केही बोल्दा केही परिवर्तन हुन्छ, कसैलाई राम्रो हुन्छ र आफ्नो ठाउँ बन्छ भने बोल्ने ठाउँमा बोल्न नि पर्छ जस्तो मलाई आभास भयो। र अब होला ममा केही कमी कमजोरी हुन्छ भने त्यसको लागि सुधारको लागि, सल्लाह सुझावको लागि म सल्लाह सुझाव पाउँछु भन्ने अपेक्षा राखेको छु। र केही कमी कमजोरी मेरा नै छन् भने मलाई औँलाइदिनु होला र सही बाटोमा हिँड्ने बाटो देखाइदिनु होला। अब सबै मान्छे सबै कुरामा पूर्ण हुन सक्दैन र जे कुरामा पूर्ण छ त्यो कुरा चाहिँ आफूले जानेको कुराहरू चाहिँ जति सक्दो समुदायको हितको लागि खर्चिँदाखेरि राम्रो हुन्छ भन्ने सोचेको छु मैले। तपाईको अब चाहिँ गाउँ गाउँ, वडा वडा, नगर नगर, पालिका पालिका र हुँदै जिल्लासम्म बनाउनको लागि सबैजना एकजुट भएर लाग्नुपर्छ भन्ने मैले ठानेको छु। र म सहरमा बसे तापनि मैले गाउँप्रति चासो राख्नै पर्ने रहेछ। चासो राख्दाखेरि केही परिवर्तन हुन्छ भने चासो राख्नु अति आवश्यक रहेछ। सहरमा बसिन्छ भन्दैमा गाउँप्रतिको मायामा चाहिँ कमी आउन दिनु हुँदैन। सबै हामी नागरिकले, हामी विभिन्न जिल्लाको मान्छे यहाँ काठमाडौँ सहरमा एउटा आफ्नो कामको सिलसिलामा आएका छौँ। तैपनि आफ्नो गाउँलाई बिर्सन हुँदैन। आफ्नो गाउँ समुदाय भनेको हामीलाई सधैँ चाहिन्छ। देशमा कति विनाश आए, भूकम्प आयो, हामी सबै गाउँ सम्झेर गाउँ फर्क्यौँ। गाउँको अवस्था के थियो, अहिले के भइरहेको छ, विकास भनेको के हो, म एउटा उदाहरण भन्छु। आजभन्दा अगाडिको फटकशिलाको अवस्था के थियो, अब अहिले कस्तो अवस्थामा छ, विकासले के फरक पार्दो रहेछ भन्ने हामी ओडाको मान्छेले पनि देखिरहेकै होला। 1-2टा गाडी देख्नलाई गाह्रो थियो, गाडी आए कस्तो हुन्थ्यो, अहिले दिनमा 100औं गाडी गुड्छन् ती बाटामा। बाटो र विकास हुँदा कति फरक पर्दो रहेछ। मान्छे बिरामी हुँदाखेरि बाटो नहुँदा बोकेर लान कति गाह्रो हुन्छ, बाटो हुँदा कति सहज हुँदो रहेछ एम्बुलेन्समा हालेर हस्पिटलसम्म लानको लागि। त्यही भएर विकास भनेको के हो अब हामीले देखिसकेछौँ। विकास हुन किन आवश्यक छ,
विकास भौतिक विकास मात्र होइन, हाम्रो मानसिक विकास पनि हुन अति नै आवश्यक छ। हामीले मानसिक सोचाइमा पनि अलिकति परिवर्तन गर्न जरुरी छ। सबैको नहोला, कोही कतै नि हाम्रो सोचाइमा पनि अलिकति व्यक्ति परिवारभन्दा माथि उठेर समुदायको लागि सोच्न पर्ने समय आएको छ। सधैँ व्यक्तिगत जीवनमा मात्रै रुम लिएर चाहिँ हामी व्यक्ति त सबैको परिवार त चलेकै छ, तर गाउँ वडा नगर हुँदै जिल्ला बन्नु पर्यो, जिल्ला गएर देश बन्छ। त्यही भएर हाम्रो सोचलाई पनि अलिकति सामाजिक हितका लागि अलिकति उच्च राखेर सोचमा पनि परिवर्तन ल्याउन जरुरी देखेको छु। त्यसैले गर्दा हामीले अबदेखि चाहिँ गाउँको विकासको लागि खुट्टा होइन हात तान्ने बानी बसालौँ र कसैले नराम्रो गर्छ भने डाइरेक्ट उसलाई भनेर औँलाएर उसलाई सुधार्ने मौका दिउँ। अर्को व्यक्तिलाई भनेर भन्दा पनि जसले गल्ती गर्छ त्यसलाई सिधै भनौँ, यसो गरिस् तैँले यसो गर्न हुँदैन थियो, सुध्रिने मौका। गल्ती मान्छेबाट हुन्छ, सबैबाट हुन्छ, तर गल्ती स्वीकार्नुपर्छ र गल्ती सुधार्नुपर्छ, दोहोऱ्याइरहनु हुँदैन। कोही पनि मानिस पूर्ण हुँदैन सबै कुरामा, कोही न कोहीमा केही कुराको कमजोरी हुन्छ, तर पनि कमजोरी भए तापनि जान चाहिँ गल्ती गर्न दिनु हुँदैन। तपाईँको हाम्रो वडाकै कुरा गर्दा 7-8 वटा 8-10 वटा क्रसर भएको ठाउँ विकास कुन बेला हुनु पर्थ्यो, कुन बेला भयो र पनि अब अहिले भएको विकास पनि हामीले संरक्षण गरेनौँ भने हामीले फेरि त्यही अवस्थामा पुग्छौँ। त्यही भएर हामीले भएका विकासको संरक्षण गरेर हाम्रो सोचाइमा परिवर्तन गएर परिवार व्यक्तिभन्दा माथि उठेर निस्वार्थ भावनाले समुदाय देश र को हितका लागि आफ्नो तर्फबाट आफूले सक्ने सहयोग सधैँ गर्नुपर्छ। हामी यस देशको नागरिक भइसकेपछि यो हाम्रो कर्तव्य पनि हुन जान्छ। म बोल्दै गर्दा मेरो पछाडि नेपालको झन्डा छ, यो देशको झन्डाको शिर उच्च राख्न भए पनि हामीले आफ्नो तर्फबाट सक्ने सहयोग सधैँ देशको लागि गर्नुपर्छ। यो अहिले देशमा भएको घटनाक्रमले सुरक्षा निकायदेखिमा भएको प्रहार, जब देशमा सुरक्षा बलियो हुँदैन तब देशमा कोही पनि सुरक्षित रहँदैन। त्यसैले गर्दाखेरि अब देशमा भएको सुरक्षा संयन्त्रलाई पनि हामीले सहयोग गरेर सुरक्षालाई चाहिँ बलियो बनाउनुपर्छ। नेपाल प्रहरी, नेपाल आर्मी, सशस्त्र प्रहरी सबै सुरक्षाकर्मीहरूलाई चाहिँ हामीले आफ्नो ठाउँबाट सक्ने सहयोग गरेर उहाँहरूलाई चाहिँ बलियो बनाउन आवश्यक छ। उहाँहरू बलियो भएमा मात्रै हामी सुरक्षित रहन्छौँ, देश सुरक्षित रहन्छ, नत्र जताबाट पनि प्रहार हुन सक्छ। त्यही भएर हाम्रो देशमा भएको सुरक्षा संयन्त्रलाई बलियो र एकदम निडर र देशको रक्षाको लागि उभिन सक्ने खालको बनाउनको लागि हाम्रो तर्फबाट गर्न पर्ने सहयोग चाहिँ हामीले सुरक्षा संयन्त्रमा नै गर्नुपर्ने छ। अहिले देशको विभिन्न ठाउँको जिल्लामा गाउँमा तपाईँको यो पुलिस चौकीहरू तोडफोड भएको छ, आगजानी भएको छ। अब यसलाई फेरि पहिलाकै अवस्थामा ल्याउन हामीले हाम्रो ठाउँबाट गर्नुपर्ने सहयोग गरेर अब हामीले सुरक्षा संयन्त्रलाई पनि बलियो बनाउन आवश्यक छ। सुरक्षा जब बलियो हुन्छ देशमा तब मात्रै हामी नागरिक सुरक्षित भएर बस्न पाउँछौँ। सुरक्षा संयन्त्र चाहिँ बलियो छैन भने हामीलाई पनि गाह्रो छ। त्यही भएर अहिलेको परिस्थितिलाई मध्यनजर गर्दै अब आउने निर्वाचनमा हामीले यस्तो योग्य जनप्रतिनिधि छान्नुपर्ने अभिभार हाम्रो हातमा आएको छ। यो हाम्रो अधिकार, हाम्रो यो आएको अभिभारलाई हामीले सही सदुपयोग गर्न सकेनौँ भने फेरि देश कता जान्छ त्यो भन्न सकिँदैन। त्यही भएर अब छानिने जनप्रतिनिधि योग्य, क्षमतावान र बुद्धिमान र जसले दुःख सुख पर्दा आफ्नो जिल्लामा गाउँमा जनतासँग आएर हातमा हात मिलाएर काँधमा काँध मिलाएर सहकार्य गर्न सक्ने खालको जनप्रतिनिधि छान्न आवश्यक छ। त्यसैले हाम्रो अब आउने निर्वाचनमा सम्पूर्ण देशवासी नागरिकहरूले योग्य र सही क्षमतावान उम्मेदवार छान्नु हुनको लागि हार्दिक अनुरोध गर्दछु। म यस देशको एक सामान्य नागरिकको हैसियतले यो भिडियो जहाँ पुग्छ सबैले सक्दो सेयर गरेर सहयोग गर्नुहोला। हस्त, धन्यवाद।